श्रीनगर पार्क आज घुमघाम हेर्नुहोस्। भरिमा हाइकिङ भइरहेछ। हाइकिङ यस्तो मजाले रुखहरू बाक्लो भएछ क्या पहिला भन्दा त। हामीले भाँचेको जमाना सानो सानो हुँदाखेरि यत्रो यत्रो हुँदा भाँचेको कि। टावर आइयो टावर। पाल्पा श्रीनगरको टावर है, भ्यू टावर। कति स्टे फ्रेश हावा यार। पार्क है यो पार्क। दामी 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 दामी। बर्खामा आउँदा कस्तो राम्रो सिन देखेको थियो यार। हरियो वन नेपालको धन भनेको यही हो। हेर्नुहोस् आनन्द भयो यार। शीतल घर पनि जान्न, यहीँ बस्छु भन्ने जस्तो भयो। लालीगुराँस मजाले फुलेछ यहाँ पाल्पामा, पाल्पा श्रीनगरमा। लालीगुराँस है, लालीगुराँस है, लालीगुराँस किन अरू मजाले लालीगुराँस है, लालीगुराँस छ। धेरै पछि देख्यो लालीगुराँस। यो त अझै क्लोजअपमा हेरौँ न। सब लालीगुराँस टिपेर भ्याइसक्यो, अलिअलि मात्र रहेछ। सब टिपेर भ्याइसक्यो मान्छेहरूले। माथि माथि छ, सानो सानो छ, यता पनि रहेछ, माथि पनि रहेछ, र सब टिपेर भ्याइसकेको छ। अलि माथि माथि भएको मात्र बचेछ। त्यहाँ पनि रहेछ माथि, सब टिपेर भइसकेको छ। सब तल खाली टिपेर ल लालीगुराँस कोकल देख्न पाउनुहुन्छ नि। हेर्नु है, लालीगुराँस यो नेपालको राष्ट्रिय फ्लावर फुल लालीगुराँस। लालीगुराँसको बुट्टा पाल्पा श्रीनगरमा यता छ हाताभरि लालीगुराँस। लाइफको फर्स्ट टाइम होला, मान्छे सुन्दा हाँस्ला, तर लाइफको फर्स्ट टाइममा मैले लालीगुराँस यसरी हातमा समातेको है। एक दुईचोटि आँखाले देखेँ होला रुखमा, तर समातेको थिएन। आज समातेको छु, सुँगेको पनि छु। नेपालको राष्ट्रिय फुल एउटा खान पनि पऱ्यो, यतातिर खानु पऱ्यो। रोडोडेन्ड्रोन भन्छ नि यसलाई, औषधि हुन्छ। टरो टरो। ल हाम्रो साथी
शिरोमणिले टिपा ल्याइदिनु भएको फेरि बुटा चढ्ने हिम्मत छैन सकिन्न पनि साथी ल्याइदिएको पाल्पा श्रीनगरबाट फर्स्ट टाइम